प्रीति के छ त्यो एन पेनाङ दोस्रो गोल्ड कप हुन गइरहेछ मलेसियामा क्या। हजुर त्यहाँ जानुपर्छ है हाम्रो नेपाली दाजुभाइहरूलाई भेट्नको लागि। जाने हो सर सबै जाने होइन? हजुर सर। प्रीति राई र अनिता बस्नेत लिएर म पनि पूर्व राष्ट्रिय खेलाडी हरि खड्का। प्रीति राईको परिचय दिइराख्नु पर्दैन। एन पेनाङ दोस्रो गोल्ड कप मार्च 31 र अप्रिल 1 मा हामी 3 जना तपाईहरुसँग नेपाली दाजुभाइ दिदीबहिनीहरुसँग भेट्नको लागि हामी कहाँ जाँदैछौँ? पेनाङ मलेसिया। त्यहाँ गएर हामी दाजुभाइलाई भेट्ने। त्यसको लागि चाहिँ हामीले फेरि यो एन पेनाङ छ नि उहाँको अध्यक्ष अंकित भाइलाई धेरै धेरै धन्यवाद दिनुपर्छ। किनभने उहाँले चाहिँ एउटा सम्मान स्वरूप चाहिँ नेपाली दाजुभाइलाई चाहिँ भेट्ने एउटा मौका दिनुभएको छ। त्यसको लागि हामी उत्साहका साथ पेनाङमा आउँदैछौँ। तपाईहरु सबै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु चाहिँ प्रीति राई अनिता बस्नेत मलाई पनि भेट्न चाहनुहुन्छ भने आइदिनु र यो एन पेनाङ दोस्रो गोल्ड कपलाई चाहिँ सफल तुल्याइदिनको लागि अनुरोध गर्दछु। अब हामी हरि सर म अनिता बस्नेत दिदी आउँदैछौँ पेनाङ र सबैजनाले एकदम यस गोल्ड कपलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछु।